साथीहरु नमस्ते। सबैहरु के गर्दै हुनुहुन्छ होला? मलाई आशा लाग्छ आरामै हुन्छ होला। म पनि आरामै छु। अहिले चाहिँ म यहाँ काम गर्दै थिएँ। मैले भर्खर यहाँ ओछ्यान मिलाए। भर्खर तपाईलाई ओछ्यानको भ्यू देखाउँछु। साथीहरु मैले चाहिँ यो भर्खर मिलाएको। अब चाहिँ मम्मीले लुगा सुकाउनु भन्नुभएको छ। जाम ल। लुगा सुकाउन ल। अब चाहिँ मैले लुगा सुकाउनको लागि चाहिँ यति उठाउनु पर्छ। आउनु उठाम ल। साथीहरु जाम अब लुगा उठाउन ल। साथीहरु अब मेरो हात चाहिँ भरियो। अब यति चाहिँ उठा। अब फेरि उठाम ल। अब फेरि आउनु उठाउन। फेरि हात भरियो मेरो। साथीहरु अहिले चाहिँ मैले लुगा उठाइसकेँ। अब लुगा सुकाम ल। साथीहरु अब लुगा सुकाउन जाम ल। साथीहरु अब लुगा सुकाम ल। साथीहरु अहिले पुग्दैन मेरो त। रने लडे। अब चाहिँ मेरो लुगा सुकाएर कम्प्लिट भयो। अब भित्र जाम ल। साथीहरु अब जाम भित्र। साथीहरु अब मम्मीको ठाउँमा जाम ल। मम्मी के गर्दै हुन्छ? ए मम्मी त यहाँ त मस्तले खाना बनाउँदै हुँदो रहेछ। नमस्ते। आयुषको च्यानलमा सबैलाई स्वागत छ। के को सब्जी छ? यो फर्सीको मुन्टा। अनि यता दुध तात्दैछ। दुध। साथीहरु आज गुन्द्रुकको रस पकाउने। यो लोकल टमाटर हालेर। चेरी टमाटर। यस्तै छ आज। ए ल। हे साथीहरु यो स्याटरडे पनि कति आग्यो काम गर्नुपर्ने। अब हेर्नु न अब फेरि बढार्नु पर्यो अरे। अब आउनु जाम बढार्न घर। साथीहरु अब यति अब बढार्न बाँकी छ। सरी स्वाई। साथीहरु अब चाहिँ मैले बढारी पनि सके। अब जाम कुच्चो राख्न अनि माथि जानुपर्छ ल। अब कुच्चो राखे। अब माथि जाम मम्मी बाको ठाउँमा। मामु मैले काम गरे। थ्याङ्क यू। साथीहरु मलाई आशा लाग्छ तपाईलाई यो भिडियो राम्रो लाग्यो होला। राम्रो लाग्यो भने लाइक शेयर सब्स्क्राइब कमेन्ट गरिदिनु होला र आफ्नो साथीहरुलाई पनि शेयर गरिदिनु। साथीहरुलाई सब्स्क्राइब गर्नलाई दिनु ल। साथी टक्क बाइ साथीहरु। अब आजको लागि यति नै। अब बाहिरको भ्यू हेर्दै बाइ बाइ भनौँ ल। बाइ बाइ साथीहरु बाहिरको भ्यू हेर्दै बाइ बाइ।